ल मान्छेहरू त हेलो बाई बसी बाई बाई राम्ररी जानुहोस् ल छिटो छिटो Wait a minute. Who are you? What? सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ सो तपाईँ हामीलाई सुरक्षा साथ ल्याउनुभयो अब हामी यात्रा गर्छौँ बाटोमा सबै कुरामा तपाईँलाई जसरी ल्याउनुभयो त्यसरी नै सुरक्षा साथ लानुहुनेछ हामी विश्वास गर्दछौँ सबै कुराको लागि धन्यवाद चढाउँदै आशिष माग्दछौँ येशू प्रभुको नाउँमा आमेन। ढिकुरेमा छौ है कौली पनि साइडमा आयो को गाउली कौन है बे Bombastic side eye. Criminal offensive side eye. हाम्रो कान तातोले तातो हावाले चिसोले खेल्छ नि त त्यो बेला कान बन्द भयो सोधिनु न हामी कुन ठाउँमा हो अहिले हामी कुन ठाउँमा आइपुग्यो अहिले हामी खानापति हुन्छ के हुन्छ हजुर खानापति जापा बोर्ड हो कि के भन्ने त्यहाँ अघि देखाएको थियो अब हामी पुग्छौँ तल पुग्यो हामी कहाँ पुग्यो दिदी हामी झरे पुग्न लाग्यो ल ल ल सुसमाचार प्रचार गर्नलाई Oh, lovely smile there. Happy Dent, sparkling smile of the match. A Happy Dent hamper given away to the best. अबे साले One eternity later. सुसमाचार धेरै सुन हामी आइपुग्यौँ ठाउँमा टिमहरू छुट्दैछन् अब यहाँबाट खाना खाएर हामी फेरि पनि छुट्छौँ बाई दिदी ल बाई बाई अल द बेस्ट नुवाकोट स्पेसल गइरहेछ साथीहरू ल हामी अर्साले भन्ने गाउँमा आइपुगिसक्यौँ खानासाना खाएर अब हामी हाम्रो ब्यागहरू राखेर जानेछौँ सुसमाचार प्रचार गर्नको लागि कस्तो गोर देखे अब हामी सुसमाचार सुनाउन जाने भक्कु खानाले सबजना तरसर आए ए दिदी रातो पाउडर हो क्या मुख छोप्नु पर्दैन मत सुन्दै म जस्तो ब्युटी आगो 1 2 3 गो सिमले गम्बा ल पहिलो दिन सक्यो हामीले धेरै
राम्रो ठाउँमा सुसमाचार सुनायौँ। ए ला सरी फेरि भन्नु त दिदी। आजको हाम्रो पहिलो दिन एकदमै आशिषमय भएको छ। हामीले धेरैजनालाई सुसमाचार प्रचार गर्ने मौका पायौँ अनि धेरैजना पोजिटिभ हुनुहुन्छ। हामी मानवले हामीलाई लिड गर्नुभयो, त्यसलाई हामीलाई अझ धेरै सजिलो भयो। अब चाहिँ हामी घर फर्किसक्यौँ। अब हामी धन्यवाद। फेरि दोस्रो दिनमा हामी अरू ठाउँमा गएको पनि भेट्छ। हस् त धन्यवाद। The next day. स्पेशल गयो सर मेरा मानिसहरू, हामी आपको बहुत मिस कर रहा है। दोस्रो दिन हेर्नुहोस् त चिलको आफै बोल्छ। इतनी खुशी भन्नु पर्दैन होला। ल यहाँनिर बताऊ फेरि ल कुखुरीको धार जब त्यो कुखुराको गर्दनमा पर्छ त्यो कुखुरा एकचोटिमै मर्छ। वाह 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 यता नि छ। अब यो के हो दिदी? लोकल है साथीहरू, लोकल। हो भन न। A few moments later. धन्यवाद महान परमेश्वर, तपाईँले हामीलाई यो बिहानको समय दिनुभएको छ। धन्यवाद। हामी भदौरे जाँदैछौँ। हाम्रो टिमहरू निस्किसकेको छ। अहिले ठ्याक्कै 10:30 भएको छ। हामी सुसमाचार प्रचार गर्न आज दिनभरि नै हिँड्छौँ। कतिजनालाई सुनाउँछौँ थाहा छैन। हिजो चाहिँ 30जनालाई हामीले सुनायौँ। आज चाहिँ अलि धेरै सुनाउँछ होला सायद। ल धन्यवाद। हामी बसेको चाहिँ अड्चाले गाउँ हो। छाप पनि भन्छ यसलाई। चप्पलको छाप होइन, मान्छेको। लाग्यो सन्दुकपुरमा कुहिरो ड्याममा। दिदी पहाड तान्ने तपाईँ? भाले करायो। अमला खाइरहेको छ। के भन्छ कहाँको रे यो मान्छे कहाँको रे भन्नु नकलबारीको। Alam lang nyo? Ay, sorry. ल हामी सुसमाचार प्रचार गर्ने क्रममा यहाँ आन्टीहरूले हामीलाई केरा पनि दिनुभयो। एकदम मिठो छ। ल तपाईँलाई स्वागत छ। कस्तो लाग्यो तपाईँलाई? एकदम ठिक छ नानी, यस कुरामा एकदम ठिक छ। आत्मविश्वास पुरै छ। हुन्छ धन्यवाद। Few inches later, 2 hours later. मलाई खान मन पर्छ, मलाई जुन मन पर्छ।
जीवनभर येशूको चेला हुन मन पर्छ तराई झर्न मन पर्छ पहाड चढ्न मन पर्छ हामी चाहिँ चरपटेको लागि सामग्रीहरू लिएर घरतर्फ लाग्दैछौँ बाटो सुसञ्चार प्रचार गरेर फर्किँदै अब चाहिँ आज सेकेन्ड डे मन्डे धेरै थाक्यो खुट्टा आज चाहिँ अलिक दुख्न सुरु गर्यो हिजो चाहिँ खासै दुखेको थिएन नजिक गयौँ आज चाहिँ अलिक खुट्टा दुखिरहेछ होइन तर पनि चाहिँ खुसी छौँ हामी यस ख्रिस्टको बारेमा अरूलाई भन्न पाउँदा हाम्रो साथीहरू अगाडि पुरै होइन आज चरपटे खाने रे अनि सामानहरू किनेर हामीले ल्याइसक्यौँ अब गएर बनाउने हो टक्क खाने हो बेलुका घरले सङ्गति साँझको हाम्रो डिभोसन पनि हुन्छ हो हिजो दिन राम्रो भयो आजको पनि राम्रै भएको छ अब भोलि हेरौँ कस्तो हुन्छ आई होप राम्रै हुन्छ यो गाउँमा सुनाएर आएको हो अनि यता पनि यो फर्स्टको गाउँलाई चाहिँ गत्ते भन्छ तर यतापट्टिको यो गाउँलाई चाहिँ भदौरे गाउँ भन्छ त्यसलाई यतालाई फेरि अर्चाले त्योभन्दा माथि छाप यहाँबाट चाहिँ ठ्याट्टै हामी बस्ने ठाउँ चाहिँ त्यो छाप भन्दो रहेछ ठ्याट्टै यो कालो क्या यो हरियाङ हुँदै जानुपर्छ अब यो ठाडो उकालो जाने हो सिधै घर जाने बाटो यस्तो छ कट्यो गाइस हामी जाँदैछौँ बस्ने गाउँ चाहिँ यो हो त्यो आशिष चाहिँ माथि पुगिसक्यो यो मान्छे त समाचार सुनाउनेको खुट्टा कति सुन्दर ल डाँडादेखि अब रोड आइपुग्यो भन्नु अब चाहिँ टाइम लाग्छ बस्ने घर आइपुग्यो सबभन्दा अगाडि म है आइपुग्यो फाइनली यस दुईटा तिनटा मात्रै भन्नुहोस् नि हामी डिउ र चटपट खाँदैछौँ त्यही पनि आफैले बनाएको एकदम मिठो छ अर्ग्यानिक मासु यो फेरि पनि साँझको समय दिनुभएको लागि हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन चाहँदछौँ धन्यवाद चढाउँदछौँ जीवित येशू ख्रीष्टको नाउँमा The next day. हामी चाहिँ जाँदैछ आज अन्तिम दिन प्रचारको लागि हामी हिँड्यौँ झोला सोला कुम्लो कुटुलो बोकेर अर्चाले छापबाट चाहिँ हामी हिँड्यौँ आज हामी जाँदैछौँ ढुङ्गे ढुङ्गे हाम्रो टिमहरू आउँदै हुनुहुन्छ यहाँको बसाइ एकदमै आशिषमय भयो सदा सर्वदाको लागि सम्झना भइरहनेछ फोटोसोटो खिच्यौँ परिवारसँग बसेर चट्ट अब चाहिँ लाग्यौँ हामी हाम्रो टिम अस्ति हिजो यहाँ भेटेको थियो भोलि चाहिँ हामी सबैजना भेट्छौँ
आज चाहिँ हामी राजन पास्टरज्यूको घरमा गएर बस्छौँ ल साथीहरू। आजको दिनको प्रचार पनि असलै हुने छ भन्ने आशाको साथ यो हल्छे के गल्छे गाउँलाई यहीँ छोड्दिन्छौँ। टाटा बाई बाई। महिमा भएको अनि आदर भएको स्वर्ग पृथ्वीका बढ्दै बढ्दै जाऊ क्रिसको झन्डा काठमाली अघि बढ्दै जाऊ बढ्दै जाऊ क्रिसको झन्डा काठमाली अघि बढ्दै जाऊ सेना यो तलको किमा त्यही त हो यहाँ तलको त्यो बिस्तारै कस्तो भनेको हामी अहिले चाहिँ फलाटे बजारमा छौँ। फलाटे बजार यस्तो छ है साथीहरू। घाम लागिरहेछ निदा टलक्क टल्किरहेछ ठेरिका होइन गोरो छ कलाउँछ आन्टीलाई पर्छ त्यो त एबु एकदम रसिलो एकदम रसिलो छ। हामी अहिले चाहिँ यहाँ ढुङ्गे भन्ने ठाउँमा छौँ। ढुङ्गे भन्ने ठाउँमा ढुङ्गा जस्तो उख्यो तर एकदमै जुसी खालको उगुटो दाजे भएको छ कि दादै छ मिठो रहेछ एकदमै स्वादिष्ट एकदमै हामीले पनि लुगुलुगी खान्छ अरे भने लुगुलुगी खान्छ अरे ए त्यही भएर कसले लुकी लुकी खाएर चाहिँ के हुन्छ होइन कसले भयो त्यस्तो त्यो अस्तिको मान्नु आज लास्ट डे हामी जाँदैछौँ। सक्यो प्रचार गरेर ढुङ्गे गाउँ चाहिँ अब चाहिँ हामी राजन पास्टरजीकोमा बस्छौँ अनि त्यसपछि चाहिँ बाई बाई नुवाकोट मोबाइल हेर्दाखेरि त तलतिर गुल्टेला जस्तो छ त जीवन कुन चाहिँ मान्छेलाई सहिद गरिदियो अब अन्तिम दिन यस्तै हो होइन फोटो सेसनमै बित्यो यो माथिको जङ्गल पुरै झन्नी उडे यार म त हजुर हामी ढुङ्गेको पुछारमा आइपुग्यो। ढुङ्गेको पुछार जङ्गल कट्यो। अब आइपुग्यौ हामी घर घरमा नाचौँ न कम्मर मर्काउँदै तारा तारा यसु राजा जन्मेको ठैमा यसु राजा आए संसारमा हो Here I come. Here I come. Я вода, строли твой на голову.
Секте в каранте граундра с одной головы соседи на весь пух и прах все ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अब चाहिँ हामी यति धेरै टाढाबाट अब उयो घरमा जाँदैछौँ यो ठाउँमा राजन पशुज्यूको घरमा ओ नाना हजुर हामीलाई 1 हप्तासम्म तपाईँले साथ दिए अब अन्तिम घडी छेडमा हामी अन्तिम घडी त होइन यहाँ थिएँ भोलि भेट्छु नि यत्रो दिन आउँछ अनि तपाईँ हामीलाई के दिए अब के भनेर उत्साह दिने त अब के भनेर उत्साह अन्तिम बिदाई अब यत्रो दिनसम्म प्रभुको लागि खटेरै हिँड्नु भएको छ अलि वेटमा आउनु भएको थियो होला अलि वेट घट्यो होइन यो चाहिँ हो होइन मासु खायो कि खायो साथीहरू एकदम बढेर आयो भन्दा पनि घट्यो होला मिनिमम 65 तपाईँ पहिला त अलि सुसमाचारमा आउनु भएको अनि यतिसम्म सुसमाचार सुनाएर हिँड्न सक्ने भयो प्रभुले आशिष दिनुभएको होस् तपाईँहरूले जस्तो सोचे नि मेरो लागि चाहिँ तपाईँहरूले ठुलो काम गर्नुभएको छ प्रभुको लागि धन्यवाद परमेश्वरले आशिष दिनुभएको होस् धन्यवाद हजुरको माया प्रेम सदा सर्वदा भइरहोस् यसुको नाममा हामी आमेन हामी आज चाहिँ हिँड्दैदेखि यहाँसम्म हिँड्दाखेरि उताबाट छापदेखि यहाँसम्म ढुङ्गेदेखि यहाँबाट फेरि यता आउँदासम्म लगभग दिनभरि हिँडेको छ फेरि हिँड्दैछौँ धेरै फेरि बाटो चाहिँ लास्टै ठाडो उकालो छ उता परको चर्च चाहिँ आज चाहिँ हामी पुरै ग्राउन्डले हामी हिँड्दैछ वरिपरिको गाउँ चाहिँ एकदम सफा छ क्या लिचीको बोट पारीबाट वारी आएको भनेपछि कस्तो भयो होला आजको दिन अब आइपुग्नको यो माथिको चाहिँ चर्च हो भन्नु लाग्यो हामीलाई लगभग हामीलाई 1.5 घन्टा लाग्यो बाई बाई आजको ब्लग यति नै फेरि फाइनली हामी यहाँबाट छुटेको थियो यहाँ नै आइपुग्यो आज चाहिँ हाम्रो अब 5:15 भयो तपाईँहरू ढिलोमा 6:30 नत्र भने 6:30 मा त आइपुग्नुहुन्छ के पवित्र 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 तपाईँ जो हुनुहुन्छ तपाईँलाई आदर गर्दछु यो समयमा तपाईँ जस्तो ल बिउका कस्तो भयो त 4-5 दिनको प्रचार ल के सरकार कस्तो भयो त आजको ए आजको होइन सन्डे टु वेडनेसडेको ल ठिक छ
तुरन्त बस्ने बित्तिकै कस्तो भयो जमेसी यसको नाम यसु फेरि 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 भेटौँला बाई बाई